नमस्ते सबैजनालाई। जुन हिजो एउटा रवि लामेछानेको पक्राउ गर्यो नि सरकारले, जुन सरकारकै बलबुतोमा जुन पक्राउ गर्यो नि, एकदमै त्यो निन्दनीय छ। त्यसमा सरकारले पक्राउ गर्छ भन्ने कुरो रवि लामेछानेलाई पनि थाहा थियो पहिलेदेखि नै, हैन? मलाई कुन दिन गर्छ भन्ने कुरो थाहा थियो के। रवि लामेछानेज्यू, तपाईलाई सरकारले यसरी दमन गरेछ, यसरी दमन गर्दा गर्दै पनि तपाईले यही गणतन्त्रमै अड्डेर न्याय पाउँछु भनेको तपाईको एकदम मूर्खता हो। किन भन्दा तपाईलाई चाहिँ अहिले धेरै भन्दा धेरै प्रेसरको हिसाबमा जुन सरकारले तपाईलाई चाहिँ बेला बेला पक्राउ गर्ने अनि आरोपीहरू लगाउने त्यस्तो गरेछ नि, त्यो भनेको धेरै तपाईलाई चाहिँ पेलिरहेछ। त्यो भएर म के भन्न चाहन्छु भने रवि लामेछाने सरलाई, जसरी राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले राजाको लागि सडकमा आन्दोलन गरिरहेछ नि, त्यसै गरी पनि तपाईँ पनि लाग्नु पर्यो के। किन भन्दा अबको यो अवस्था र व्यवस्थाले तपाईँ हामी कसैलाई पनि बाँकी छोड्दैनन्। यो अहिलेको सरकार प्रचण्ड नभन्नु, प्रचण्ड त पहिलेको सरकार हुनुभयो, एमाले र काङ्ग्रेसले तपाईँ हामीलाई कुनै पनि दुलोमा गए पनि छोड्नेवाला छैनन् है। त्यो भएर जसरी नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेर सत्ता चलाइरहनु भएको छ, त्यतैतिर अलि माओवादी पनि उतैतिर मिल्नु भएको छ, मिल्नु चाहिँ होइन। अनि त्यसै गरी नै अब रासोपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, अरू देशभक्त राजा ल्याउँछु भनेर हिँड्ने हाम्रा जनताहरू सबै मिलेर अघि बढ्नुहोस् न। सबै मिलेर अघि बढ्यो भने केही न केही निष्पक्षता आउला नि, होइन? तपाईँहरू मिल्नुहोस् न। तपाईँ हामी सबै नमिलिकन यो केही हुनेवालो पनि छैन। यो केपी ओलीको गुन्डागर्दी शैलीमा यो राणा शासनभन्दा पनि बढी भएको छ। यसको लागि अवस्था अनि व्यवस्था जसरी पनि परिवर्तन ल्याउनै पर्छ। रवि सर, तपाईँ पनि आउनुहोस्, मिल्नुहोस्, त्यही भन्न चाहन्छु।